हामी 4 जना 8 दिनदेखि सँगै छौँ। खाने नाच्ने हिँड्नेदेखि लिएर एकदमै थकित भएको बेला सँगै बस्ने। तर मेरो लाइफको यस्तो एकदम स्पेशल मोमेन्टमा उनीहरूसँगै नभएर मलाई लास्टै नरमाइलो फिल भइरहेको थियो। म यहाँसम्म आउन पाएँ त्यसको लागि म एकदम ग्रेटफुल छु। तर आई वान्ट देम टु बी हियर टु। सो वाइ नट भनेर हामी फेरि तल गएर सबैजना माथि जानलाई हिँड्छौँ विथ आवर प्रपर गियर्स, सुज, स्टिक, चस्मा, खानेकुरा, पानीदेखि लिएर सबै कुरा। हामी हिँड्न सुरु गर्छौँ। दिस टाइम फिलिङ वाज डिफरेन्ट। आफू गाइडवाला फिल आइरहेको थियो एन्ड आई वाज मोर एक्साइटेड फर देम। आफू गइसकेको ठाउँ फेरि उनीहरूलाई लग्दाखेरि उनीहरूको फेसको एक्साइटमेन्ट देखेर आफूलाई छुट्टै एक्साइटेड लाग्दो रहेछ। आफ्टर रिचिङ हाफ वे हामी एकछिन बसेर खाजा खान्छौँ किनभने फ्रम हियर इट वाज स्ट्रेट उकालो। स्काई वाज सो क्लियर। घाम पनि मजाले लागिरहेको थियो तर पनि बिहान आएको भन्दा अहिले अलि बढी गाह्रो भइरहेको थियो। आई थिङ्क त्यो फर्स्ट टाइम आएको वाला जोस नै डिफ्रेन्ट थियो। आफ्टर 2 hours of walk we reach Amandalam place. Come on, you can roll. You can roll. You can roll. She was looking way more beautiful than morning. Or maybe this time I'm with my guys. They were okay. त्यसपछि हामी अलिकति तल जान्छौँ अर्को साइडमा। कति? ओ माई गड, फुल अन फ्रोजेन लेक। ठ्याक्कै आमादाबलामको बेसमा। The view and Amandabalam was amazing. But sharing it with my loved ones is what this moment truly beautiful today.